साथीहरू अहिले हामी यो माई जोगमाई गाउँपालिकामा छौँ। माई जोगमाई गाउँपालिकाको कार्यालय हो यो। यहाँबाट यता तल यसको पक्की भवन यहाँ बन्दैछ। यहाँ तलतिर यो पक्की भवन हो माई जोगमाई गाउँपालिकाको। यसरी चाहिँ नि लामो छ र यसलाई अस्ति असोज 18-19 गते गएको बाढीले पहिरोले पुरेर क्षतिग्रस्त बनाएको देखिन्छ। यहाँ माथितिर डिल भत्केर यो भवनलाई अलिकति क्षति पुर्याएको छ। घरभित्र विद्युतको अफिस छ, स्वास्थ्यको अफिस छ, समिति न्यायिक समिति छ माई जोगमाई गाउँपालिकाभित्र। सर्लक्कै यो पहिरोले चाहिँ नै यहाँ क्षति पुर्याएको, झ्यालको सबै सिसा फुटाएर चाहिँ पहिरोभित्र पसेको देखिन्छ। माई जोगमाई गाउँपालिकाबाट हामी यता यो पुण्य पोखरीतिर जाँदैछौँ। यहाँ ठुलो विशाल जङ्गल छ बिचबिचमा। यो के थुप्रै यो चाहिँ नि सल्लाहका रुखहरू अनि ठुल्ठुलो चाहिँ नि मालिङ्गाका निगालोकाई चाहिँ नि बुट्टाहरू भेटिन्छन् है। धेरै लेख छ यो। अनि बिचमा हुन त यहाँ गाडी पनि कुद्दो रहेछ। यो चाहिँ यहाँ अर्गेली पाटको चाहिँ रुखहरू भेटिन्छ है, बुट्टाहरू। अब यो चाहिँ साना साना बुसेसहरू छन्, प्रशस्त पातलेको रुखहरू टन्नै झ्याउ उम्रेका पुराना रुखहरू छन्। यहाँबाट सर अलि अब कति लाग्छ हामीलाई थाहा छैन। हामी जाँदैछौँ, हेरौँ। मालिङ्गोका बुट्टाहरू हेर्नुहोस् त कति छन्। एकदमै धेरै मालिङ्गो निगालो प्रशस्त पाइने ठाउँ। एकदमै लेखमा पर्दो रहेछ यो। इलाम जिल्लाको अत्यन्तै लेख पर्छ। थुप्रै मालिङ्गोका बुट्टाहरू छन् यहाँ। हामी अझै अगाडि जाँदैछौँ। पोखरी भेट्न अझै कति बाँकी छ हामीलाई थाहा छैन। तर उहाँ नयाँ बजारको स्थानीय बासिन्दाहरूको भनाइअनुसार 15 मिनट जति लाग्छ हिँडेर जाँदा भन्नुहुन्थ्यो। हेरौँ अब कति लाग्छ। फाइनल्ली साथीहरू हामी पोखरी प्रवेश गर्ने गेटमा आइपुग्यौँ। यहाँ चाहिँ प्रशस्त मात्रामा पाण्डा पाइने रहेछ। विश्वबाट लोपोन्मुख अवस्थामा रहेको हाब्रे रेड पाण्डाको संरक्षणमा हामी सबै जुटौँ भनेर यहाँ लेखिएको छ। यो गेटबाट अब अगाडि गएपछि हामी चाहिँ पोखरीतिर लाग्दैछौँ। हेरौँ कति टाढा छ। साथीहरू हामी पोखरीको छेउमा आइपुगेका छौँ। यो चाहिँ नि एकदमै यो पोखरीको एउटा छुट्टै इतिहास छ। यो पोखरी चाहिँ पहिला गाउँपालिका भयो, अहिले निर्माणाधीन हुँदै गरेको ठाउँमा यहाँ थियो अरे। र एकजना बाला गुरुले त्यो पोखरी त्यहाँबाट 2 लोटा पानी उगाएर यहाँ ल्याएर यहाँ नयाँ पोखरी निर्माण गर्नुभएको भन्ने यहीँ स्थानीय बासिन्दाहरूको भनाइ छ, किम्वदन्ती छ। त्यो अत्यन्तै राम्रो एउटा यहाँको यो पोखरीको एउटा अत्यन्तै जान्नै पर्ने बुझ्नै पर्ने कुरा के छ भनेदेखि यहाँ वरिपरि प्रशस्त मात्रामा रुख बिरुवाहरू छन्। तर त्यो रुख बिरुवाबाट झरेको पात पतिङ्गरहरू तल पोखरीमा देखिँदैन। त्यसले गर्दा पनि यसको एउटा छुट्टै पौराणिक महत्त्व छ, यसको धार्मिक महत्त्व छ। यसलाई चाहिँ नि हामीले संरक्षण गर्न जरुरी छ। एउटा अत्यन्तै पर्यटकीय क्षेत्र, धार्मिक पर्यटनको लागि अत्यन्तै उपयुक्त क्षेत्रको रूपमा चाहिँ नि यहाँका स्थानीय बासिन्दाहरूले बिस्तारै यसलाई प्रवर्धन गर्दै गरेको देखिन्छ। यहाँ चाहिँ यसरी तटबन्धन पोखरी संरक्षणको लागि गरेको छ। यसको क्षेत्रफल लगभग 2-3 बिघा जग्गा जतिमा होला। वरिपरि राम्रो जङ्गल छ, एकदमै राम्रो रमणीय क्षेत्र रहेछ यहाँ। हामी पनि फर्स्ट टाइम आएको, योभन्दा अगाडि हामी आएको थिएनौँ। पोखरीमा अत्यन्तै राम्रो
पानी छ, सुन्दर जल, जङ्गलमा चराचुरुङ्गीहरूको आवाज सुनिराखिएको छ, मधुरो आवाज, जसले यहाँ अत्यन्तै राम्रो एउटा चाहिँ नि धुन दिइराखेको छ। यसरी यहाँ पनि राखिएको छ। कति खर्च भयो भने यो पोखरी संरक्षणको लागि खर्च गरिएको विवरण पनि यहाँ चाहिँ नि राखिएको रहेछ। वरिपरिको वातावरण यस्तो खालको छ। बस्नको लागि सहज होस् भनेर बनाइएको छ। संरक्षणको लागि रेलिङ पनि बनाइएको छ यसरी, हैन। यसको सम्पूर्ण खर्चको विवरण अघि देखिसक्यौँ हामीले। प्याराफिट पोखरी संरक्षणको लागि हाम्रो यहाँ नाम लेख्नु भएको छ। उहाँहरूले चाहिँ नि श्री पासाङ तामाङले र उहाँको श्रीमती पेमा लामु तामाङले चाहिँ नि सहयोग गर्नुभएको रहेछ। त्यो सहयोगको सम्पूर्ण विवरण पर उल्लेख गरिएको छ। भ्रमण गरेर हामी बाहिर निस्किँदैछौँ। बाहिर निस्किँदा गेटको एउटा सानो झलक तस्बिर यस्तो छ।